यो झरना चाहिँ शान्तिनगर 1 मा पर्ने पेदीखोलाबाट 2 किलोमिटर माथि रहेको छ। यो झरनाको नाम चाहिँ त्रिवेणी झरना भनेर चिनिन्छ। यहाँ चाहिँ अहिलेको अवस्थामा सामाजिक सञ्जालमा धेरै भाइरल भएर धेरै मान्छेहरू घुम्न रमाइलो गर्न आइरहनु भएको छ। यदि तपाईहरु पनि आउन चाहनुहुन्छ भने अवश्य आउनुहोला। तपाईलाई शान्तिनगर गाउँपालिकाले वेलकम गर्नेछ। तुलसीपुरबाट पश्चिममा रहेको छ। माथिल्लो बाटो आउँदा जुम्लकुला चोकबाट चाहिँ यो पिच बाटो नछोडेर माथितिर जानुपर्ने हुन्छ। यहाँबाट चाहिँ स्विकोट जाने बाटो पनि निक्लिन्छ पर यतै होला, यतै कता हो भन्ने निगमले लगाइरह। सानोतिनो बजार बन्न लाउरो छ यहाँ त। हामी डर सेवरालाई झर्न परेगा होइन। बाबु त्रिवेणी झरना जाने बाटो कता हो? अनि त्यहाँ तल दुईटा बाटो आइसक्यो, कता जाने हो? उता पाइतिर जाने हो? सजिलै बा रमेशले पनि त्यस्तै गर्थ्यो त। यहाँ त दुईटा बाटो छ गाइस। अब नजिकेर यो बाटो आउने, देब्रे लाग्ने, पुल तर्ने। बाटो पनि अलिक बढी खाल्टामा खुल्टे हामीलाई सिउल्टी भन्ने जस्तो रहेछ। मिलाएर आउनु होला गाइसहरू भन्ने त होला नि र। त्रिवेणी चर बाटो त अलिकति उस छ भाइ। झरनाबाट आएको ल, ठिक छ नानी, झरनाबाट आयो हो। कति टाइम लाग्यो तिम्रो जान? त्यति माथि छ?